प्रिय सज्जनहरू, झापा 5 का कुरा सुन्नु छ। अहिले म झापा 5 मै छु र यो चुनावसम्म चाहिँ झापा 5 मै रहने छु। विभिन्न ठाउँहरू घुमिरहेको छु। यहाँ झापा 5 का 4वटा पालिकाहरू छन्। गौरादह नगरपालिका, गौरीगञ्ज नगरपालिका, दमक नगरपालिका र कमल गाउँपालिका। यो चारैवटामा अहिले निर्वाचनका लागि विभिन्न पार्टीका उम्मेदवारहरू भोट माग्दै गाउँ गाउँ टोल टोल घुम्दै हिँडेको देखिन्छ। म पनि चारैवटा पालिकाहरू घुम्दैछु, हेर्दैछु, थाहा पाउँदैछु कस्तो रहेछ, कस्तो नतिजा आउँदो रहेछ भनेर। हिजो चाहिँ केपी बा यो कमल गाउँपालिकाको विभिन्न सानसानो टुक्रे बजारहरूमा घुमे। उनका 50-60वटा गाडीहरूको लावालस्कर थियो। मान्छेहरू उनकै आफ्नै धेरै थिए। ठाउँ ठाउँमा कतै 5 जना, कतै 10 जना, कतै 15 जना, कतै 25 जना मान्छेहरूको भेला सानसानो थियो। केही बोलेनन्। एक ठाउँमा हटिया लागिरहेको थियो। यसो टमाटरको भाउ सोधे, आलुको, कोबीको भाउ सोधे। एक ठाउँमा चाहिँ सोलमाडी भन्ने ठाउँमा एउटा भाइले चाहिँ नि बडो राम्रो प्रश्न सोध्यो। बा, तपाईँ कार्यकारी प्रधानमन्त्री हुनुहुन्थ्यो यो मुलुकको, तपाईको ठुल्ठुला नेताहरूको घरमा त जेन्जी आन्दोलनका क्रममा त धेरै पैसाहरू डढेको पनि देखियो। यो के हो, तपाईहरू जाने यस्तालाई कारबाही गर्नुहुन्न, भोलि प्रधानमन्त्री हुनुभयो भने भनेर उसले सोधेकोमा त बाले त सिधै होइन, त्यो विदेशबाट खिचेको फोटो, एआईले तयार गरेको फोटो यहाँ ल्याएर टाँसिदिए अनि सोसल मिडियामा हल्लाखल्ला मच्चायो भन्ने खालको कुरा गरे। र अर्को थोक पनि भने 1-2 हजार नोट रुपियाँ अर्थात् 8-10 हजार पैसा त जसका घरमा पनि हुन्छ, अब जल्यो नि। त्यही मैले पनि एउटा 1000 को नोट चाहिँ जलेको देखेको थिएँ भनेर भने, आधा टुक्रा चाहिँ नि देखेको थिएँ भनेर भने। त्यो भाइले फेरि सोधे कि होइन, त्यत्रा गड्डीका गड्डी नोट जले, त्यो हामी देखिरहेछौँ, कसरी एआई भन्नुहुन्छ तपाईँ? त्यो पत्रकारहरूले लाइभ देखाइरहेको थिए। फेरि एउटै मात्रै पत्रकारले देखाएको भए हुन्थ्यो नि, त्यहाँ थुप्रै पत्रकारहरूले लाइभ गरेर देखाइरहेका थिए। त्यसलाई कसरी एआई भनेर मान्ने? मैले त पत्याइनँ भनेर भन्दाखेरि होइन, त्यो एआईले नै बनाएको हो भन्ने जवाफ दिए। भनेपछि के गरे भने दिन दहाडै ढाँट्ने काम गरे है। दिन दहाडै दिउँसोलाई रात पारे, दिन दहाडै मतदाताहरूलाई चाहिँ नि भुटे, अर्थात् भ्रम छरे एआई भनेर। भनेपछि यो के रहेछ भने 5 वर्षमा एकचोटि मेला लाग्दो रहेछ। हामी जनता भनेका भेडा रहेछौँ र मेलामा चाहिँ नि ठग व्यापारीहरू आउँदा रहेछन् र त्यो ठग व्यापारीले चाहिँ नि मान्छेहरूलाई ठगेर जाँदो रहेछ भन्ने खालको सन्देश दिए र दिउँसै रात पारे। यो कुरा कदापि चित्त बुझेन। ठुला मान्छेले के भन्नु पर्थ्यो भने, खोइ मलाई त थाहा भएन, या त्यो देखेको सत्य हो कि झुट हो, यदि मैले यो पाल्टको निर्वाचन जितेँ भने चाहिँ म त्यस्तोको चाहिँ नै के रहेछ आयोग बनाउँछु, छानबिन गराउँछु, कारबाही गर्छु भन्ने कुरा गरेको थियो भने एउटा कुरा हुन्थ्यो। होइन, त्यो एआईले भनेर आफै सिधै न्यायाधीश भएर यी मुद्दा फैसला गरिदिएर हिँडेको कुरा र जनतालाई सोझै ढाँटेर दिउँसै रात परेको कुरा चाहिँ फिटिक्कै मन परेन, चित्त बुझेन, कुनै मनले मानेन र मैले यो तपाईहरूलाई सम्प्रेषण गर्न विचार गरेर चाहिँ नि, अर्थात् मेरो दिमागमा त्यस्तो आयो र यो भिडियो बनाएँ। हेरिदिनु होला, सुनिदिनु होला, कमेन्ट गरिदिनु होला, लाइक गरिदिनु होला, सेयर गरिदिनु होला। तर हामीलाई चाहिँ नि यसरी ढाँटिँदो रहेछ भन्ने कुरा चाहिँ तपाईँहरूलाई तपाईँहरूको जानकारीको लागि चाहिँ मैले निवेदन गरेको हुँ। धन्यवाद, नमस्कार।